मैले सुनाउँछु तपाईँलाई रोजरले के भनौँ यहाँ खन्दाखेरि रोजरले भनौँ म यो माटो हालिदिनु त म यहाँ त जान्दिनँ भन्नु भनौँ थाहा छ त्यहाँबाट रत्माडा माइलाले मैले के भने यो के हो भने हामी त भन्दै उहाँ डोलाउँछन् गएको नि तपाईँ हुनुहुन्थेन त्यही भएर मैले बार यिनीहरूलाई के भनेको भने त विवादमा कसैलाई पार्ने होइन मैले खर्च गरेछु मैले पार्ने कुरो होइन तर के हुन्छ त यतिकै त अन्त जस्तो मेन रोड अब बाँधलाइन जाने बाटो भयो नि त्यसमा 100 रुपियाँ खर्च गर्दा 1 रुपियाँ यसमा खर्च गरिदेऊ भन्ने कुरो जुगीबाइन जाने बाटो यो बाटोको त बहुत धरती आसमान फरक छ नि छैन यो बाटो र जुगीबाइन जाने बाटो यो खाल्टो भयो या गर्न खड्काला पनि थाहा छ नभएको होइन खड्काला अहिले त उनले जिर्ने पनि भयो तर यो बाटोमा खड्काला पनि थाहा छ हामी जान्नमै थाहा बाटो केही छैन पोखरो छ 2 दिनसम्म त गाडी चाहिँ बस्दैन। सम्पूर्णमा हार्दिक नमस्कार छ। म हुकुम थापा। यति बेला म गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर 6 गुन्धाराको यो थापाटोला भन्ने स्थानमा आएको छु। यो ठाउँमा यो बाटाबाट स्थानीयवासीहरूले अत्यन्तै शास्ति खेप्दै आइरहनु भएको थियो। यो बाटो केही समय पहिला अथवा निकै लामो समयदेखि यो बाटोको अवस्था अत्यन्तै हिलाम्मे र बेसरी नै खाल्टा परेको अवस्था र हेर्दा पनि अत्यन्तै फोहोर देखिने यो बाटो रहेको थियो। विशेष गरी नजिकै यो खेतहरू भएर नजिकै कुलो भएर पनि हुन सक्छ यहाँका स्थानीयवासीहरूले पटक पटक यो भल तर्काउँदा पनि यो बाटोमा अत्यन्तै समस्या आइसकेपछि र स्थानीयवासीहरूले पटक पटक स्थानीय सरकार वडा कार्यालयलाई र नगरपालिकालाई पटक पटक आह्वान गरेर यो बाटो निर्माण गरिदिनु पर्यो, हामीलाई अत्यन्तै गाह्रो भयो भनेर पटक पटक आह्वान गर्दा पनि यो बाटोको मर्मत नभएको कारण चाहिँ अहिले यहाँका स्थानीयवासीहरू एकजुट भएर र यहाँको एउटा असल समाजसेवी केयर सिंह थापाले आफ्नो व्यक्तिगत लगानीमा करिबन पनि 1 लाख खर्च गरेर यो चाहिँ ट्र्याक्टर बोलाएर यहाँ चाहिँ ढुङ्गा त्यसैगरी टोक्कर सहितको बालुवा बिछाएर यहाँ चाहिँ एउटा उदाहरणीय काम गर्नु भएको छ। आज हामी उहाँ केयर सिंह बुवासँग नै आज हामी कुराकानी गर्न गइरहेका छौँ। यस्तो गर्ने सोच कहाँबाट आयो उहाँसँग हामी कुराकानी गर्छौँ। उहाँसँग गरिएको कुराकानी जस्ताको तस्तै अबको क्रममा। आरामै हुनुहुन्छ? हजुर आराम। हजुरको परिचयबाट जाउँ सुरुमा। मेरो परिचय गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर 6 गुन्धारा थापाटोला केयर सिंह थापा। केयर सिंह थापा है। उमेरले कति लाग्नुभयो हजुर अहिले? म उमेरले 59 वर्ष हुनुभयो है। जस्तो अहिले मुसिकोट नगरपालिका यो तपाईको घर अगाडिको बाटो हैन जुन सरकारले अथवा भनौँ न नगरपालिका वडाले गर्नुपर्ने काम हैन एउटा एकल व्यक्तिले चाहिँ एकल लगानीमा हजुरले चाहिँ करिबन पनि 1 लाख को हाराहारीमा खर्च गरेर अहिले यो बाटो चाहिँ जुन देखिएको बाटो छ यो मर्मत गर्नुभएको छ हैन। जुन स्थानीयवासीहरूलाई एकजुट बनाएर निशुल्क रूपमा श्रमदान गर्न लगाएर जुन अहिले यो बाटो बनाउनु भएको छ हैन। यो बाटो निर्माण गर्ने बाटो त बनिसकेको बाटो बिग्रेको खतमै थियो बाटो त अहिले जुन यो निर्माण गर्दै हुनुहुन्छ निर्माण भइरहेको छ यो बाटो निर्माण गर्ने सोच कसरी आयो हजुरको? हजुर निर्माण गर्ने सोच कसरी आयो भने तर एक दिन हामीले सामान ल्याएको थियौँ तल भुवाचीबाट अघिल्लो बार पनि फसिरहेको थियो गाडी आउनलाई कहिले चाहन्थेन। त्यस दिन अचानक गाडी ल्याएर आएछन्। आएर 3 दिनसम्म त्यो ओमबहादुर गुरुङको गाडी आयो। 3 दिन तक हामीले धक्का मारेर बडा मसीले निकालेपछि मैले यसो सोचेँ यस्तो त मान्छेले कहाँ के त गर्छन् यो बाटोमा खर्च गरेको पैसा त त्यतिकै हुँदैन कि हाम्रो यो थापाटोला निवासीलाई आउन जानलाई सहज हुन्छ कि भन्ने हिसाबले मेरो मनबाट त्यस्तो आयो र त्यही भएर मैले यस्तो काम थालनी गरेको। भन्न खोजेको हजुरलाई चाहिँ यो बाटो बनाउनु पर्छ भनेर अरू कसैले उस्काएको तैँले यस्तो गरिस् नि यस्तो हुन्छ के रे भनेर कसैले सिकाएको त होइन? नै त्यो अर्काले सिकाएर अर्काको बुद्धि आइने मान्छे कहिले पनि सक्सेस हुँदैन। त्यो मैले उ गरेको मेरै उसले अब पहल गरेर मेरो भित्र यसमा मनले गरम भन्ने हिसाबले मैले गरेको। त्यो गरिसकेपछि यो बाटोबाट आफूले पनि लाभ लिन पाउनुभयो र प्लस यहाँको स्थानीय सर्वसाधारणले पनि लाभ लिन पाउनुभयो र यो बाटो हुँदै जहाँ जहाँ जानुपर्ने हो जस्तो गुन्धारा गुर्जाङ मालारानी यही बाटो हुँदै शाखा बाटो यो त हैन। भोलि मेन रोड जुन गाउँको मेन रोड बिग्रिन बित्तिकै त यो बाटो परेको हुने हो त्यो सोचेर तपाईले चाहिँ यो बाटोको चाहिँ उ गर्नुभयो है। बाटोमा चाहिँ खर्च गर्ने योजना गराउनुभयो है। जस्तो
सुरुमा हजुरले यो खर्च गर्ने सोच बनाइसकेपछि घर परिवारबाट प्लस समाजले के भन्यो त हजुरलाई? घर परिवार त उहरू समाजले मलाई मैले यसो सोच गरेँ, मैले यस्तो गर्न कस्तो लाग्छ तपाईँहरू भने मैले हाम्रो यहाँ घर गएर हाम्रो यो थापा निवासीसित सोधेँ, यस्तो गरे त एकदम राम्रो, तैँले जोगे लाउनु पर्दैन, तैँले यो काम गरिस् भने तँलाई बहुत पुण्य हुन्छ भन्ने उत्साह दिनु उहाँले। त्यहाँबाट फेरि मैले यो काम थालनी गरेको। भन्न खोजेको कतिले त गाली पनि गर्नुभयो होला, किन बौलाउनु लाग्छ, किन बेकारमा खर्च गर्छ र भनेर पनि भन्नुभयो होला। भन्नु त भयो होला, त्यतिका त मलाई भन्नु नि त अहिले यस्तो गर्दाखेरि तँलाई कति धेरै जस्तोले त मलाई गर्न पर्छ भन्नु, कतिले तेरो इच्छा गर अब के भनौँ न हामीले भनेर वास्ता नगरे जस्तो नि गर्नुभयो। हजुर हजुर त्यस्तो त्यो पनि भयो होला है। अहिले जुन यो अहिले देखिरहेको बाटो छ होइन, यो बाटोमा 1 लाख खर्च भयो भन्ने कुरा छ, यो के हो, साँचो के हो भन्नुहोस् त? एकदम साँचो त उही अब हाम्रो यहाँ थाप्रो निवासीले ट्र्याक्टर कति आए, कति गिटी आयो, कति सिमेन्ट खर्च भयो, कति पाइप आए त्यहाँ गाड्नलाई, त्यो त सबैलाई थाहा छ। कति पटक ट्र्याक्टर आयो, कति पटक ट्र्याक्टर आयो, अनुमान कति खर्च लाग्छ भन्ने यो स्थानीयवासीहरूले पनि आकलन गरिसके है। जस्तो यो बाटो त जुन अहिले यो बाटो छ होइन, देखिरहेको छ यो बाटो त स्थानीय सरकारले ओडाले गराउनु पर्ने होइन र भने? यस्तो स्थानीय सरकारले ओडाले त बनाउनु पर्ने हो, तर मैले के भने म हालैमा अस्ट्रेलिया थिएँ, म 7 महिना अस्ट्रेलियामा बसेँ। अस्ट्रेलियामा मैले लाइभ यो भिडियो हेरिरहेको थिएँ। त्यहाँ यो हाम्रो यो के भन्छ सर्पाङ टु के भन्छ उहाँ बेलारी जाने कुलाको पनि मैले हेरिरहेको थिएँ, तर त्यो कुलाको पनि मलाई खासै भएन। त्यहाँबाट मैले यसो सोचेँ, तर मैले यहाँ स्थानीय सरकार आएपछि म लगभग यहाँ भदौको 9 गते यहाँ म आएको थिएँ घर अस्ट्रेलियाबाट। यहाँ घर 9 गते आएको थिएँ। आएपछि त्यस्तै गर्दाखेरि मैले के सोचेँ भने यो बाटोमा त्योभन्दा पहिला पनि गाडी फसिरहेछ, फस्दाखेरि अब यहाँको त्यही हो, कसैले अब ऊ गर्ने त कुरो भएन एकदम। त्यहाँबाट फेरि मैले हाम्रो वार्डको सदस्यज्यू रामबहादुर पचेया हुनुहुन्छ, उहाँलाई 2-3 चोटि मैले प्रस्ताव राखेँ मैले। उहाँले भन्नु हुन्छ सर यसरी गर्न गरौँला यसो गर्नु। त्यहाँबाट डोजरको बारेमा नि मैले उहाँलाई दसैँ त आछ, डोजर आउँछ, आएपछि तपाईँले यसो त्यो समिति भन्दा नि मलाई एकबार यसो खबर गर्नु होला। उहाँले डोजर ड्राइभर समिति मैले केही कुरा राख्ने मेरो जिज्ञासा थियो। त्यहाँबाट आएर अब त्यो डोजर आएपछि अब उहीँ चौराबाट साफर्ती आयो, आएर 1 घन्टा 1.5 घन्टा त पोखरा बस्यो। जब अँधेरो भइसकेपछि डोजर आयो। त्यहाँबाट मैले बहुत पहल गरेँ, तर त्यसको कोही त्यतिका डोजरवालाले सुनेन। अब त्यो उसले त्यतिका हुने कुरो पनि भएन। त्यहाँ डोजर गयो, फेरि आएर ओमेको गुरुङको सामान ल्याएर राख्यो। 3 दिनसम्म गाडी फस्यो। गाडी फसेपछि मैले यसो सोचेँ भयो यस बाटोलाई मैले बनाउँछु भन्ने पहल त्यस कारणले। भनेपछि त्यो गाडी फस्दाखेरि हजुरहरू एकदमै हिलाम्मे अवस्थामा गाउँ मिलेर गर्दा पनि गाडी निकाल्न आयो उपाय भएन। गाडी कति बार निकालियो, गाडी त्यो फस्यो। गाडी फसेर त्यहाँबाट ऊ आयो के भन्छ अघिल्लो दिन त उसको गाडी फसेको थियो इन्द्रबहादुरको, त्यसको हामीले धक्का सक्का मारेर पिकअप गरेर निकालिदियो। फेरि नेक्स्ट बार त ऊ फेरि यो गुरुङको गाडी फस्यो, ओमबहादुर गुरुङको गाडी फस्यो। केही सिप लाएन, हामीले धक्का मारियो, गाडी आएर 2 दिन त गाडी खिच्यो, गाडी निक्लेन। त्यहाँबाट लास्टमा फेरि मेरा यिनी उठे तिनी रसी यिनी क्या ऊ होला त्यो खिच्ने होला ट्युसन, तिनी पनि चिनेर गयो, निक्लेन। लास्टमा फेरि तलबाट फेरि अर्को गाडी आएर यही गाउँको बासिन्दाले फेरि जेक लाउँदै उठाउँदै गरेर त्यसलाई निकालिदियो। निकालेपछि मैले यसो सोचेँ खर्च त यस्तै जग्गा गर्नुपर्ने रहेछ कि जस्तो मेरो मनमा आयो। र त्यहाँबाट मैले छोराछोरी मेरो जापान भएको छोराछोरीलाई र अस्ट्रेलियाको छोरीलाई मैले सोधेँ यसो गरे कस्तो हुन्छ, यो यतिकै त खर्च गर्नुपर्छ भने होइन तपाईँको विचार गर्नुहोस् भने। त्यहाँबाट फेरि मैले यो खर्च गर्नलाई पहल गरेको। त्यसरी चाहिँ योजना बनाउनु भयो, सोच्नु भयो, सोचे बमोजिम अहिलेसम्म भइरहेको छ है। कति ट्र्याक्टर जति लिनुभयो यहाँ अहिले अनुमानित तपाईँले कति जति ल्याएर उ गर्नु भएको छ? लगभग 16-17 ट्र्याक्टर त आइसक्यो है। हजुर भन्न खोजेको जुन अहिले ओडाले नगरपालिकाले गर्नुपर्ने काम त एउटा व्यक्तिले पनि त गर्न सकिँदो रहेछ त। यस्तो रहेछ, गर्न त सकिँदो रहेछ सबको यस्तै भएर। जस्तो म थाप्रोलामा अहिले मैले गर्छु भन्दा आँट गरेँ। अब हाम्रो सर्वधान हाम्रो थाप्रोला निवासीले
सबले मेरो साथ दिए ल यस्तर गर्नुपर्छ उनीहरूले त आफ्नो धान काट्न छोडेर कोदो काट्न छोडेर आएर यहाँ गरे कति दिन लगाउनु भयो श्रमदानमा सिङ्गो गाउँ जुड्दा कति दिनमा उ गर्नुभयो लगभग 12-13 दिन लाग्यो 12-13 दिन लाग्यो अझै समय लाग्छ कि लाग्दैन अब धेरै लाग्दैन धेरै लाग्दैन है त्यहाँ तपाईहरुले अहिले यो देखिरहेको छ ढुङ्गा पनि बिछाउनु भएको छ त्यसपछि त्यहाँ यो कसरी काम गरिएको छ भनेर त्यो भिडियोहरु पनि सायद हजुरले बनाउनु भएको छ होला है त्यो भिडियो पनि राखौँला अत्यन्तै राम्रो भएको रहेछ समग्रमा तपाईलाई समाजले पनि साथ दियो परिवारले पनि साथ दियो छोराछोरीले पनि साथ दिनुभयो खर्च पनि भयो नाम पनि भयो हैन यो त सधैँ रहने कुरा पनि हो नि है ओडा नगरपालिकाले किन हेरेन त बारम्बार फोन गर्नुभएको हो हैन अथवा हजुरले खबर नगरेर है कसो हो हैन मैले बारम्बार फोन उले तर उलाई खड्का अध्यक्षले त मैले त्यति गरिन खड्का अध्यक्ष समानको माथि हाम्रो रामबहादुर पच्या उहाँलाई मैले बारबार फोन गरिरहेँ फोन गरे पनि पहल गरिरहेँ त्यहाँबाट फेरि कस्तो भयो भने त त्यहाँ तपाईले त्यो भिडियो हेर्नु होला पहिला ढुङ्गा हाल्दाखेरि 2-3 ढुङ्गा हाल्दै त कहाँ गयो थाहै भएन त उसैला भन्छ बेसरी खाल्दै थियो है जब 5-6 ढुङ्गा आएपछि बल्ल माथि निक्लियो त्यो निक्लिँदाखेरि अत्यन्त भिडियोमा हेर्नुहुन्छ त्यो कस्तो थियो हालत अब त्यही भएर मेरो सबै उले गर्दाखेरि मेरा छोराछोरी उले समाजले साथ दिएको हुँदाले मैले यति उ गरेन पहल गरेको जस्तो एउटा तपाई समाजको लागि एउटा उदाहरणीय पात्रको रूपमा पनि रहनु भयो हैन त्यत्रो खर्च गर्नुभयो अझै पनि त्यहाँ अझै बढी खर्च लाग्न पनि सक्यो त्यहाँ अब त्यत्रो गरिसकेपछि एउटा हात हालिसकेपछि त राम्रोसँग ढल निकासको काम पनि गर्नु पर्यो त्यही ढल निकास व्यवस्थापन नहुँदा त्यस्तो भएको हो अब त्यहाँ त सबै गर्नु पर्यो नि सक्नुहुन्छ त यो खर्च गर्न अब त्यत्रो त अब मैले पनि बालबच्चा पाल्न पर्यो म पनि त्यतिकै इन्डियन आर्मीमा म 35 साल 1 महिना 24 दिन नोकरी गरेर आएँ तर मैले त्यति मैले पनि बालबच्चा पाल्न तर पनि मैले किनकि अझ पनि प्रयास हाम्रो गाउँ एकदम उसको हुँदा कारणले र उ गर्दाखेरि अझ पनि मैले प्रयास जारी राख्ने छु र यसमा वार्ड अध्यक्षज्यू खड्काज्यूलाई र रामबहादुर पच्याज्यूलाई यसमा मैले कोही प्रश्न राख्ने छु यसलाई सहयोग गरिदिनुस् भन्ने अपेक्षा पनि राख्दछु फेरि भन्ने पनि राख्ने छु भन्ने मेरो उ छ दर्शक वृन्दहरू करिबन पनि 1 लाख खर्च गर्ने केयर सिंह जीसँग त हामी निरन्तर कुराकानीमा रहिरहेका छौं र यति बेला यसै मुसिकोट नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष तथा अत्यन्तै समाजसेवी व्यक्ति खड्काबहादुर खड्का सरसँग पनि हामी यो विषयमा केही कुराकानी गर्नेछौं उहाँले के भन्नुहुन्छ स्थानीयवासीहरूले पटक पटक पहल गर्दा पनि उहाँहरूले चाहिँ यहाँ आएर सहयोग नगर्नु हैन अथवा सहयोगको भावना नदेखाउनु भएकै हो कि के हो कसो हैन यो विषयमा हामी बुझ्ने छौं र विशेष गरी केयर सिंह थापाज्यूले यस्तो काम गर्नुभयो भनेर हामी उहाँसँग जानकारी पनि गराउने छौं र उहाँले के भन्नुहुन्छ त यो जस्ताको तस्तै हामी यो कुराकानी राख्ने छौं है त हजुर नमस्कार सर नमस्कार हजुर नमस्कार अनि आराम हुनुहुन्छ है हजुर 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 ठीक ठाक छ कता हुनुहुन्छ नि यति बेला म अहिले मालिका पुण्य मेलातिर छु 15 गते लागेको मेला आज सकिरहेछ आज भिडभाड लाग्दैन नि त्यही भिडभाडले ए हजुर यसो थोरै साइडमा गएर बोल्नुस् न है केही कुराहरू राख्न थियो तपाईसँग हजुर जस्तो अहिले मुसिकोट नगरपालिका यो वडा नम्बर 6 जुन गुन्दाराको यो थापाटोलाको यो बाटो हैन बाटो अत्यन्तै खाल्डाखुल्डी परेको त्यसपछि तपाईको त्यहाँ विशेष गरी त्यो खाल्डामा पानी जमेको र हेर्दा पनि बाटो अत्यन्तै फोहोर देखिने बाटोमा अहिले स्थानीयहरूले यहाँहरूलाई पटक पटक फोन गर्दा आह्वान गर्दा पनि हजुरहरू आउनु भएन अनुगमनमा आउनु भएन यहाँ मर्मत सम्भारमा ख्याल गरिदिनु भएन उही आफूलाई पर्दाखेरि मात्र उहाँहरूले सम्झिनुहुन्छ आउनुहुन्छ भन्ने स्थानीयहरूले गुनासो गरिरहनु भएको छ यो बारेमा छोटो रूपमा हामीलाई प्रश्न पार्दिनुस् न है हामी अहिले अन्तर्वार्तामा रहेका छौं आफ्नो समस्या बताउनु नि हामी जनप्रतिनिधि हामी वार्डको अभिभावक बताउनु भएर म विशेष धन्यवाद दिन्छु विशेष गरेर यो हाम्रो बाटो छ टमारा खाप्टोला गुइना चौका निक्लिने बाटो त्यो बाटोमा हामीले धेरै पहल र
गर्दा त्यो बाटो खोलिएको खोल्दाखेरि त्यहाँ स्थानीयको पनि सहयोग रहेको हो। त्यसपछि हामीले हमेसा त्यो बाटोमा दसैँ नलाएर सोर्ने गर्दछौँ। दसैँ नलाएर सोर्दाखेरि के हो अलिकति त्यहाँ यो खेतको एरिया परेको हुनाले पानी जलममै पानी एरिया परेको हुनाले दसैँसम्म पनि पानी आएको र पछिसम्म पनि पानी आएको हुनाले हामीले त्यो बाटो पानीको अवस्था भएको हुनाले अलिकति त्यो समस्या गरेको। त्यहाँबाट हामीले हेरेर त्यो बाटो बनाउनुहोस् भनेर हामीले डोनरै उहाँलाई पठाइदिएको। उहाँले त्यो बाटो सोह्र भएको 16 पनि त्यो खेतमा धान पाएको थिएन, पानी गइरहेका थिए। पानी नगएर बाटोमा पानी आयो भने त्यसले गर्दाखेरि त्यहाँ खल्चाखुल्ची भएको समस्या देखिएको हो। र अब उहाँहरू जस्तो अहिले केआर सिंह थापा बुवाले अहिले जस्तो अहिले के छ भने सर होइन, उहाँको एकल लगानीमा करिबन पनि 1 लाख खर्च गरेर अहिले उहाँहरूले आफ्नो स्थानीयवासीहरूलाई यहाँको समाजलाई जम्मा गरेर निशुल्क रूपमा श्रमदान गर्न लगाएर 12-15 दिन लगाएर यहाँ अहिले बाटो मर्मतको काम मिनिमम पनि केआर सिंह थापाले भने अनुसार 15-17 ट्र्याक्टर जति लिएर यहाँ खनाइसकियो, बनाउँदैछौँ, अझै पनि बनाउन समय लाग्छ भन्ने कुरा गर्नुभएको छ। यो विषयमा चाहिँ केआर सिंहजीसँगै नै कुरा गर्नु न एकचोटि है। हजुर हजुर नमस्कार। सन्चै आरामै हुन्छ? हजुर ठिकै छ। र हजुरको विशेष धन्यवाद। हजुरले त्यो आफ्नो लगानी आफ्नो बिजनेस लगाएर यहाँ बाटो निर्माण गरेर धन्यवाद हजुर दिनको लागि म आतुर थिएँ। परेको भएन अहिले फोनमा पनि हजुरलाई म धन्यवाद दिएको छु। विशेष गरेर हामी जस्तै अब आफ्नो अभ्यास पदार्थ रिटायर भएर आएर हामीले समाज सेवा गर्न पर्छ भन्ने भावना मेरोमा थियो। मैले 17-18 वर्ष म रिटायर भएर आएको पेन्सन हामी समाज सेवामै छु। हजुर पनि अब हलचल रिटायर भएर आएर समाज सेवामा लाग्नु भएको छ र जुन किसिम समाज सेवामा लाग्नुभएको छ हामीले त्यस्तो व्यक्तित्वहरू हामीलाई आवश्यक छ जसले सहकार्य गरेर हरेकमा उसमा श्रमदान गरेर जनश्रमदान गरेर र आफ्नो हरेक ठाउँको महत्त्व राखेर बुझेर यो मेरो हाम्रै संस्कृति हो, यिनी बाटाघाट खुला किसिमको लगानी लगाएर गर्नुभएको छ। मैले विशेष तपाईँलाई धन्यवाद दिनेछु र आगामी दिनमा पनि हजुरसँग सहकार्य गरेर हजुर चाहिँ सँगसँगै रहेर हामी तपाईँ जतिको व्यक्तित्व हामीले उहाँमा पाउनु ठुलो कुरा हो। त्यसलाई पनि मैले विशेष महत्त्व दिन्छु र हजुरको केही कुरा छ भने हजुर समस्या राख्नु त्यस कुरालाई समाधान गर्नुतिर हामी लाग्ने हो। हामी विवादित गरेर जानु समाधान गर्नुतिर लाग्नु। त्यसलाई आगामी दिनमा फेरि हजुरले भन्नु यस्तो यस्तो ठाउँमा मर्मत सम्भार गर्न छ भने चाहिँ हामी त्यसलाई केही व्यवस्था गरेर हामी अगाडि बढ्छौँ र हामीलाई खास गरेर त्यहाँ प्रत्यक्ष रूपमा देखभाल गर्ने र हेर्ने व्यक्तित्व चाहिएको र चाहियो भने हामी त्यस कुरालाई हामीले मध्य नगरेर पहिलो प्राथमिकता राखेर हामी काम गर्छौँ। हजुर तपाईँले यति आश्वासन दिनु म त एकदम खुसी एकदम उमङ्ग भएँ। तर तपाईँ आइन्दा कमसेकम तपाईँ यति आश्वासन दिएपछि हाम्रो बाटो पक्का जो बन्ने जस्तो मलाई खुसी लाग्यो। त्यही भएर मैले के भन्न खोजेको भने योभन्दा पहिला पनि त्यो गुरुङको गाडी 3 दिन फस्यो यहाँ ओमेको। त्यहाँ बडा मुस्किलले हामीले धक्का मारेर निकालिदियो। त्यहाँबाट अहिले पनि यसो गर्दाखेरि त्यहाँ अब बिमारी हुन्छन्, बिमारी हुँदाखेरि अब गाडी यहाँ पोखरा यहाँ चितपानी दमारा लानुपर्छ बिमारी बोकेर। त्यही कारणले मैले यसो सोचेँ हाम्रो सबसे पहिला त मैले दुलैसित सल्लाह राखेँ। हाम्रो दुलैसित यसो गरे कस्तो हुन्छ भनेर त्यहाँबाट फेरि छोराछोरीसित सल्लाह राखेँ। त्यहाँबाट ल गर्नुहोस् भनेर त्यहाँबाट फेरि म त्यो पढले यसो गरेको। अब आउने दिनमा पनि तपाईँले हामीलाई यति आश्वासन दिएपछि पक्कै यो बाटो उसको सम्पन्न हुनेछ भन्ने मैले अपेक्षा राख्छु। हामीले यो वार्ते पाउनु राम्रो कुरा हो। हजुर तपाईँ हामीले काम गर्छ यस्तो गर्छ भने निस्वार्थ रूपमा निस्वार्थ भावना हजुरले काम गर्ने हामीले त्यसको लागि हामीले अब त्यहाँ कहीँ घुम्न बिचाउनु पर्ने हो। त्यहाँ गर्ने कि हामीले आगामी दिनमा आउने दिनमा हामीले बजेटको व्यवस्थापन गरेर तपाईँको नेतृत्वमा हामीले त्यहाँ काम गराउँछ। त्यो कुरालाई ढुक्क बजेट जो विनियोजन हुने बेलामा तपाईँले भन्नुभयो त्यहाँ गौडा गौडी बनाउँछ बाटो बनाउँछ के हुन्छ समस्या पहिला त धेरै थियो होइन। दुईपल्ट बजेट फेरि द्वार गएको ठाउँ नपाएर त्यहाँको सोक्लिनु भयो। त्यहाँ सन्तोष खडगवाल थापाको सन्तोष थापा जापान छन्
उनको सब्जेक्ट उनलाई विशेष धन्यवाद दिन्छु। त्यसमा आफ्नै लगन लगाएर तपाईँ जुन किसिम काम गर्नु म विशेष धन्यवाद दिन्छु। यसमा हामी आगामी दिनमा हामीले अत्यन्त सकिएर राम्रो भएर देखभाल भएर काम गर्नुपर्छ र त्यसमा अनुगमनको पनि म अब अनुगमन गर्दै नगरेको होइन, त्यो बाटो हिँड्नै नहिँडेको होइन, तर त्यसमा गर्न पर्ने जुन किसिमको चाहिँ त्यो उसमा नभेट आफ्नो क्षमताले नभेटेर भनौँ होइन, त्यसमा नभेटेर त्यो अरू काम गराएर त्यहाँ नभेटेकै हो। त्यसको लागि हजुरहरूले विशेष ध्यान दिनु होला। म पनि त्यसमा एकदमै सक्रिय छु, सहमत छु र पोजिटिभ छ है तपाईँहरूको काम प्रति। स्थानीयलाई त्यही भन्ने हो। एक दिन आउँछु म, भोलि 2-3 दिनमा आउँछु, आएर समय भेटेर हेरौँला त्यहाँ समस्या के छ त्यसलाई बुझाउँला भन्नु। हजुर हुन्छ। त्यहाँ फेरि एउटा पोइन्ट अर्को छ, यो तपाईँहरूले कुलामा त योजना त पार्नुभयो। हजुर हजुर। कुलाको योजना त त्यो कुलु जस्तो उताबाट आएछ, त्यसलाई अब उ गर्दाखेरि कस्तो राखिदिनु होला भने तपाईँसित अब एउटा त्यही अहिले यत्रो कुरा गरिदियो, तपाईँ पक्षमा ठुलो अपेक्षा राखेको छु। फेरि पनि यो कुलालाई पनि तपाईँले उ गरिदिनु होला, यो कुलालाई पनि त्यहाँ सल्लाह राम्रो। स्थानीय पूर्वाधारमा अब एलआइसी मात्र त्यो 15 लाख रुपियाँ छुट्याएको थियो। ठेकेदारले 1 महिना पहिल्यै त्यहाँ ठेक्का टेन्डर भएर पनि ठेकेदारले जो ठेकेदार सबै एकना नआउने चाहिँ अहिले देशले अहिले ठेकेदारले गरेर देशको गर्दाखेरि अलिकति यो के भन्छ ठेकेदारको लाभबाट 1 महिनापछि त्यो काम गरिदिएको हुनाले त्यो काम त्यो समयमा सकिएन। त्यहाँका छिटो गएर छिटो काम गर्नुपर्छ, यहाँ क्षेत्र पनि बेला भयो भन्दा पनि उसले अलिकति जागरुक नदेखाएर आफै नलाएर काम नगरेर समस्या पऱ्यो। त्यसमा पनि फेरि हामी समाधान गर्छौँ। अवश्य पनि हुन्छ सर। हजुरलाई धेरै धेरै धन्यवाद छ। जुन अहिले हाम्रो केआर सिंहजीले पनि गुनासो गर्नुभयो, जुन कुलाको विषयमा पनि एकचोटि अब आउँदाखेरि हजुरले कुलाको एकचोटि राम्रोसँग अनुगमन गरिदिनु होला। त्यसपछि बाटोको कुराहरूमा त भइहाल्यो, सहकार्य गर्ने भन्नुभएको छ। र विशेष गरी यो हाम्रो मेन रोडमा पनि समस्याहरू रहन्छन् होइन। ती जुन खोल्सा खाल्सीमा ढल व्यवस्थापनका कुराहरूलाई पनि राम्रोसँग हेरिदिनु भयो भने बाटाघाटा प्लस अन्य पूर्वाधारका कुराहरूमा पनि हजुरहरूले चासो दिनुभयो, अनुगमनलाई तीव्रता दिनुभयो भने पक्कै पनि स्थानीयवासीहरूले यसरी तपाईँहरूलाई पक्कै पनि गुनासाहरू राख्ने छैनन् जस्तो लाग्छ है मलाई चाहिँ। अनुगमन त मेरो पटबाट बरु म आफै पनि आएर रातिसम्म मेरो नि हेर्नु होला, आफै सँगसँगै भिडियो पोस्ट गरेको अवश्य पनि हजुर। म आफै धाएको चाहिँ मलाई त्यो कुनै पनि आफूले भ्याएसम्म आफ्नो दलबदल भ्याएसम्म कहिले बेला त्यस्तो काममा म कहिले पछि पर्दैन। हजुरहरूको जो साथ सहयोग हो, हजुरहरूको साथ सहयोग रहेको छ। अहिले आगामी दिनमा हुन्छ हस् हुन्छ सर। समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद। हस् 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 हस्। यति बेला हामी यसै मुसिकोट नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्षज्यू खड्काबहादुर खड्का सरसँग कुराकानी गरिसकेका छौँ र उहाँले आगामी दिनमा यी बाटाघाटाहरू लगायत अन्य पूर्वाधारका कुराहरूमा निरन्तरता दिने र अनुगमन पनि गरिरहेका कुराहरू उहाँले जानकारी गराउनुभयो। यसको लागि वडा अध्यक्षज्यूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अन्तिममा यहाँले भन्न पर्ने केही कुराहरू छन् भने भन्न सक्नुहुन्छ। म त्यति त उ छैन। वडा अध्यक्षज्यूले पनि मलाई एकदम आश्वासन दिनुभयो। आश्वासन म धेरै धेरै खुसी छु। उहाँहरूलाई कोही पनि मैले प्रश्न कुरा राखे भएर उहाँले यो गरिदिनु हुने अपेक्षा राख्दै यो वक्तव्य मैले यहीँ टुङ्गाउन चाहन्छु। जय देश जय। हस् साथीहरू, तपाईँहरूले हेरिसक्नु भएको छ जुन एकजना बुवा केआर सिंह थापा, उहाँले आफ्नो एकल लगानीमा करिबन 1 लाख खर्च गरेर गाउँलाई जुटाएर श्रमदान गरेर यसरी चाहिँ सरकारको मुख नताकेर वडा अध्यक्ष लगायत अहिले जननिर्वाचित वडा सदस्यहरू लगायत नगरपालिका प्रदेशलाई नताकेर आफ्नो व्यक्तिगत लगानीमा आफ्नै सोच निकालेर अहिले उहाँले चाहिँ यो एउटा उदाहरणीय काम गर्नुभएको छ। आगामी दिनमा हामीले आफ्नो घर अगाडि भएका कुलाहरू अथवा हामीलाई खेतबारीलाई युज गर्ने कुलाबाट जुन पानी जान्छ अथवा त्यहाँ बाटो बिग्रिएको छ भने पनि हामीले आफै खनेर पनि बनाउन सक्दो रहेछौँ है। हामीले पनि 2-4 पैसा लगानी गरेर आफ्नो बाटो बनायो भने हामीले सधैँभरि सरकारको मुख ताक्नु पर्दो रहन्छ है। हामीले आफै बाटो बनायो भने हामीलाई नै सहज हुने हो र अरूले पनि यो बाटोबाट लाभ लिन्छ है भनेर जुन एउटा केआर सिंह थापाले यो एउटा चाहिँ उदाहरण दिनुभएको छ, यो उदाहरणलाई यहाँहरूले पनि फलो गर्नु होला र यहाँले जुन केआर सिंह थापाले गरेको काम हजुरहरूलाई मन परेको छ भने हाम्रो यो भिडियोलाई पनि सेयर गरेर अरूलाई पनि यस्तो गर्नुपर्छ है भन्ने सन्देश दिनको लागि यो भिडियो धेरैभन्दा धेरै मात्रामा सेयर गर्नु होला भन्दै आजको यो भिडियोबाट म हुकुम थापा पनि बिदा हुन्छु। हस्त नमस्ते।